रोडको कन्डिसन हेर्नु न यहाँ तिलौरा कोडा चुतिया छन् यार बाटोमा उभिएर बसेछन् 1 किलोमिटर छ यस्तो धेरै टाढो सो फाइनली गाइज वी वेलकम ब्याक टु आवर न्यू ब्लग दिस ब्लग इज गोइङ टु बी भेरी स्पेशल किनकि हामी आज जाँदैछौँ तिलौरा कोट मेरे को जाना पड़ेगा निकै पिसफुल ठाउँ हो किनकि गौतम बुद्धले त्यहाँ आफ्नो बाल्यकाल बिताएका थिए यो सिद्धार्थ गौतम बुद्धको राजदरबार पनि थियो पहिला त्यो निकै स्पेसल ठाउँ हो जहाँ हामी निकै ब्युटिफुल वातावरणमा बसेर आजको ब्लग बनाउनेछौँ प्लिज लाइक एन्ड कमेन्ट अन दिस भिडियो पुगिसकेका छौँ यो जाली भन्ने ठाउँमा यहाँबाट धेरै टाढा छैन यहाँदेखि कमसेकम 5-6 किलोमिटर होला यो हाम्रो एरियाको पुलिस स्टेसन त्यहाँ मेला पनि लागेको छ दुई ठाउँमा मेला लाग्ने गर्दछ हाम्रो यहाँ जिल्लामा आजको दिन आज लक्ष्मण घाट भन्ने ठाउँ अनि रामघाट भन्ने ठाउँमा मेला लागेको छ आज निकै भिडभाड छ बाटोहरू पनि मान्छेहरू मेलाबाट फर्किँदै अनि जाँदै गरेका छन् मौसम पनि आज ठिकै छ 3-4 दिन अगाडि निकै पानी परिरहेको थियो तर हिजोदेखि मौसम खुलेको छ हेर्न सक्नुहुन्छ घाम लागेको छ मस्त ठिकै छ अब यस्तै मौसम गयो भने हाम्रो ब्लग पनि राम्रो बन्न सक्छ जाडो पनि निकै बढिरहेको छ अहिले त फेरि साथीहरू आज मेला पनि घुम्न गएका छन् साथीहरूले हामीलाई छोडेर गए म र मेरो साथी पछाडि बसेछ साथी होइन मेरो भाइ थियो त्यो दुईवटा हामी छौँ आज हामीलाई छोडेर गए तिनीहरू साथीहरू र त्यो बाटो एकचोटि त्यस्तै हो आज हाम्रो बाइक थिएन आज बाइक बाबाले लिएर जानुपर्थ्यो त्यही भएर यसो हामी पनि मेला घुम्ने जाने प्लान थियो तर जान पाइएन केही छैन आज हामी हजुरहरूलाई तिलौरा कोटको दर्शन गराउँछौँ निकै रमाइलो ठाउँ छ त्यो त्यहाँ पछाडि एक्सिडेन्ट भएको रहेछ कि के हो बहुत भिडभाड थियो त्यस्तो खासै भएको थिएन होला फेरि भिडभाड थियो ठिकै छ हामी पुगिसक्यौँ अब यो गोबरी भन्ने ठाउँमा 1 किलोमिटर छ त्यस्तो धेरै टाढा छैन भिडभाडले गर्दा आज बाइक पनि कुदाउन पाएको छैन सुस्त गइन्छ धेरै टाढा छैन त्यही भएर त्यतै हो सुस्त गयो नि राम्रो हेर्न सक्नुहुन्छ यो गोबरी भन्ने ठाउँ हामी पुगिसक्यौँ गोबरी अब यहाँबाट हामीले राइट लिने हो त्यसपछि जाने हो तिलौराको प्रवेशद्वार तिलौरा कोटको हेर्नुहोस् यहाँ पनि भिडभाड छ यहाँबाट पनि मेला गइन्छ उता अगाडिबाट बाटो छ रामघाटको त्यही भएर यसो बाटोमा आजकल भिड छ यो बाटोमा पनि आज लास्टै भिड रहेछ मान्छेहरू मेलाबाट फर्किँदै गरेका छन् सो एभ्रीवन प्लिज लाइक एन्ड शेयर दिस भिडियो इज गोइङ टु बी विथ लट अफ फन विथ लट अफ इन्ट्रेस्टिङ थिङ्स यु क्यान गेट लट अफ इन्फर्मेसन फ्रम दिस भिडियो रोडको कन्डिसन हेर्नु न यहाँ तिलौरा कोट जाने बाटोको रोडको कन्डिसन रोड जो गायब छ यार बीच बाटोमा के हो यस्तो बाटोमा रोड छ कि रोडमा बाटो छ यार भेड माया हुन्छ यो ठाउँसँग यहाँको साझा या दिउँसोमा आउनुभयो भने झन् खतरा छ यो ठाउँ अलिअलि बाटो यहाँको कच्ची छ नत्र सबै त्यहाँसम्मको बाटो पिच भइसकेको छ तिलौरा कोट जाने बाटोमा हेर्नु कति भिड छ मेला चुतिया छन् यार बाटोमा उभिएर बसेछन् बाटो नै कब्जा गरेर बस्छन् चुतियाहरू लास्टै भिड छ यार गाइज बाटोमा पुरै भिडै भिड छ मान्छेहरू आएको जाइदिरहेछ बाटो वान वे छ मान्छे आउने फेरि टु वे छ निकाबाट हुन्छ बाटो पनि खतरनाक छ यहाँको सो फाइनली गाइज वी रिच आवर डेस्टिनेसन तिलौरा कोट अब हेर्नु यहाँ भित्र जान पाइन्छ कि पाइन्न आज बन्द छ कि खुल्ला छ त्यो भिडभाडमा त खुल्ला पर्ने हो लास्टै भिड छ तिलौरा कोटमा पनि तिलौरा कोटको एन्ट्री पार्ट हेर्नुहोस् आज तिलौरा कोटमा कस्तो भिड रहेको छ पुरै भिडभाड छ गाइज आज त
भ्यू कति दामी छ आज साँझको 4 बजिरहेछ। हेलो डोकेश भाइ। गाइस हामी दुईजना घुमिरहेछौँ आज यहाँ तिलौरा कोटमा। के गर्ने, अरू साथीहरू सालीहरू धोका दिएर गए मेला घुम्न, तर के गर्ने हामी दुईजना पऱ्यौँ। अब यस्तो घुम्ने हो। एभ्रिवान यो हो तिलौरा कोटको सबभन्दा ठुलो रुख। हेर्नु सक्नुहुन्छ कति ठुलो रुख छ यार। यो रुख लास्टै ठुलो छ। यहाँ पुरा बसेर मस्त पिसको ठाउँ, पिसले मस्त यहाँ बस्न सकिन्छ अनि यहाँको पुरै भ्यूको नजारा लिन सकिन्छ। यहाँ दिउँसोमा आएपछि धेरै पिसफुल हुन्छ। आज मेला भएर धेरै भिडभाड पनि छ यहाँ। ठिकै हो, केही छैन। यस्तो भिडभाडमा पनि आएर हल्का पिसफुल पनि लाग्छ। धेरै मान्छे भएर यहाँ पिसफुल छैन, नत्र यहाँ दिउँसो यहाँ निकै एकदम शान्ति अनि पिसफुल हुन्छ। जस्तै गौतम बुद्ध पिसको लागि फेमस हुनुहुन्छ, त्यस्तै यो तिलौरा कोट हाम्रो कपिलवस्तु जिल्लामा पिसको लागि नै फेमस छ। पुरै रुल एन्ड रेगुलेसन भएर पनि त्यस्तो सुरक्षित छैन। यहाँ मान्छेहरू यो इट्टामा बस्दिने, यहाँ फोटो खिच्ने, भिडियो बनाउने जस्तो कार्यहरू गर्दै रहेछन्। गराइदिनु पर्ने निकै जरुरी छ, किनकि मान्छेहरूले यहाँ आएर विभिन्न क्रियाकलाप पनि गर्छन्। यो पिसफुल ठाउँ भएर पनि यहाँ कपालहरू आउने गर्छन्। यहाँ लुकी लुकी झाडीमा के गर्छन्, समझ रहे हो? त्यही कारणले यहाँ अझै पिसफुल अनि गराउनको लागि यहाँको सरकारले अझै हेरचाह गर्नुपर्छ। सबभन्दा ठुलो मन्दिर देखाउँछु म यहाँ अहिलेको नै। पहिला अगाडि एउटा मन्दिर छ जहाँ अहिले नि पूजा गरिन्छ, पहिला नि पूजा गरिन्थ्यो। यहाँ फोरेनर पनि आउँछन् साथीहरू घुम्न। यहाँ दुईवटा फोरेनर पनि देख्न सक्नुहुन्छ। यदि हजुरहरूलाई कपिलवस्तुमा कुनै राम्रो ठाउँ घुम्न चाहनुहुन्छ भने तिलौरा कोट भिजिट गरिदिनु होला एक फेर। निकै राम्रो ठाउँ छ यहाँ। यो तिलौरा कोटको समयमा मन्दिर टेम्पल, यहाँ पूजा गरिन्छ। यहाँ हरेक दिन पूजा हुन्छ, अहिले पनि पूजा भइरहेको छ। यहाँ हुन्छ इँटाहरू पुरै देखेको छ। यो इँटा कमसेकम यहाँ राजमहल थियो त्यति बेलाको यो इँटाहरू हो। घरको जुन तलको भाग थियो पुरै बचेको छ। रिस्ट्रिक्सन छ यसमा बस्न अनि हिँड्न पाइन्न। कति पुरानो इँटाहरू हेर्नुहोस्। कुनै जमानामा यहाँ घर थियो, पुरै महल थियो एउटा ठुलो। यो हो यहाँको सेन्ट्रल पोन्ड मध्यमको रहेको पोखरी। हेर्न सक्नुहुन्छ यहाँ पुरै विस्तारमा देखेको छ। यहाँ पहिलेको समयमा यहाँ लास्टै ठुलो पोखरी थियो। अहिले पनि यहाँ पोखरी छ, हेर्न सक्नुहुन्छ। यहाँ पुरै यो राजदरबार हुँदा यहाँको सहरी जीवन कस्तो थियो पुरै बोर्डमा डिस्क्रिप्सन दिएको छ, हेर्न पढ्न सक्नुहुन्छ। विभिन्न चिजहरू पनि भेटेको छ, युनेस्कोले यहाँबाट लगेको छ। वेस्टर्न गेट यहाँ पुरै डिस्क्रिप्सनमा दिएको छ तिलौरा कोटको बारेमा। द वेस्टर्न गेट अफ द सेन्ट्रल वेल्ड कम्प्लेक्स यहाँ अगाडि देख्न सक्नुहुन्छ। त्यो यो तिलौरा कोटको उता लास्ट गेट हो। उताबाट हामी उता रामघाट भन्ने ठाउँमा जान सकिन्छ जहाँ मेला लागेको छ आज। कति भिड छ हेर्नु न यहाँ। आज मेलाले गर्दा आज लास्टै भिड रहेको छ। हेर्नुहोस् पुरै घर गइरहेछन् मेलाबाट फर्केर। कति भिड छ हेर्नु न यहाँ पुरा। हामी यहाँ लास्ट गेटमा बसेछौँ, मान्छे कुरिरहेछौँ। यहाँ मान्छे यताबाट आएकै गएकै गरिरहेछ। जग्गामा हामी यहाँ तिलौरा कोटमा कुर्सी ल्याएर बसेछौँ। यहाँ कुर्सी थियो दुईवटा अनि बस्दिउँ यसो। कुर्सी हाम्रै लागि राखेको थियो क्या। यहाँ बसेको छौँ, यहाँ पुरा मान्छेहरूको भिड छ। सबै भिडभाडलाई यस्तो हेरिरहेछौँ। हाम्रो साथीहरू भेट्यो भने यही सालेहरूलाई यही छोपेर पिन्ने हो भनेर के गर्नु। एक फेर कल पनि गरेनन् मेला जाम भनेर। सबै मेला घुम्न गयो। गोलो हिँड्ने अब घरतिर हिँड्ने जाम अब। सो एभ्रिवान वान्स इन योर लाइफ यु सुड भिजिट दिस प्लेस। हजुरहरूलाई धेरै इम्पोर्टेन्ट हुन्छ यो ठाउँमा आएर। हजुरहरूलाई पिसको महत्त्व थाहा हुन्छ। सो हाम्रो ब्लग अब यो तिलौरा कोटको यही सिद्धान्त। अब अर्को ब्लगमा हामी जाने हो गौतम बुद्धको बर्थ प्लेस लुम्बिनी।